आज मसँग यस्तो भयो नि गाइस जसको कारण रुनु परिरहेछ के। सो हेलो गाइस वेलकम बैक टु माय न्यू डेस्टिनेसन। आजको भिडियोमा तपाईँलाई स्वागत छ। तपाईहरुले मेरो भिडियो हेर्न राम्रो लाग्छ भने आइडीलाई फलो गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। यस्तो चिसोमा मुर्गा पनि बाँच्न सकिरहेन यारीलाई तातो पानी हालेर अब यसले दिनु पर्नु पर्छ। लिन्छ कि भनेर पानी हालेको त गाइस के को हल्लिनु यारी त अहिले सम्म निद्रामै छ। म यसले यस्तो मोडिफाई हान्छ नि उड्दाखेरि आफैले नचिनोस् के। र गाइस कहिले उड्छ थाहा छैन। यस्तो चिसोमा आगो ताप्न पाउने भनेको वानली लेजेन्डले मात्र हो के जसरी यो तापिरहेछ। र अरुको करेछ हैन उखु बारीमा हेर्दै रमाउँदै जाइरहेछौँ स्कुलमा। आउँदै गरेको राष्ट्रपति निर्वाचनमा हाम्रो स्कुलबाट नि सहभागी हुनेछन्। त्यसैले गाइस अहिले डान्स प्र्याक्टिस गरिरहेछन्। कति गाह्रो हुन्छ यार यिनीहरूले डान्स सिकाउन। तो झ्याउ लाग्ने यार डब्ल्युडब्ल्युई चान्सिना 1 2 3 विनर गाइस। भलिबलमा नि केटाहरूले दौरो मेहनत गरिरहेछन् कसरी नै रनिङ सिलमा नि देखायो भने गाइस टप हो फेरि। र तिमीहरुकै छ जिन्दगी हेर्नु त गाइस कसरी मस्तसँग बसेछन् यार खान्छन् रमाउँछन् उड्छन् यताबाट उता भाग्छन् कस्तो मजा आउँछ होला यार। टोक्नु भन्दा तैले भागम या टोक्यो भने फेरि अफ्रिकनको जस्तो हुन्छ यार गाला। सानो हुँदाखेरि कोही यारलाई ताजा गरम भनेको त यार गोटी औँलाबाट छिरेर आउट भयो फेरि। के खेल्थे नि गाइस पहिले त गोटीहरु अचाल त खासै खेल्दैनन् तर अरु त केमा जान्न पाइन गाइस। अब मार्च पासमा ट्राई गरेर बस्नु पर्यो। सबले सँगै गर्यो भने यस्तो दामी देखिन्छ नि गाइस। हात खुट्टा सब सँगै मिलाउनु पर्छ। हामीहरुले सलिडान्सम्म गरिसकेर अब यता हेर्नुस् गाइस कस्तो गरिरहेछ कस्तो भइरहेछ कमेन्ट गर्नु होला सुधार गर्न सकौँ त। त्यसैले केटाहरु भन्दा 2-3 गुणा बढी त यार केटीहरु छ नि त मार्च पास गर्ने अनि कसरी हुन्छ त। अब स्कुलबाट बिदा भएर जाइरहेछौँ घरमा आफ्नै करिस्ता बारे मतमा भएको हरिया धनियालाई लिएर अनि यसलाई राम्रोसँग पखालेर यसमा भएको सबै ब्याक्टेरियाहरुले मारेर नेस्टुरी प्याजले काट्न तर नेस्टुरी किन भनिरहेको यारले मलाई त रुवाएर छोडिरहेछ त। जे भयो नि यो प्याजले रुवाउन छोड्दैन के जहिले नि। आई हेट प्याज। त्यसैले म अब लागि टमाटरलाई काट्नतर्फ मस्तसँग काटेर अनि गाइस मुखलाई मिठो पारेर मैले प्याजलाई पाक्न छोडे अनि यसमा एड गरे मैले चिकन लेग पिस। म त गाइस यति साह्रो पानी फुट्यो यार। पानी हो कि तेल हो गाइस यति साह्रो यो यसले सुक्न दिनु पर्छ राम्रोसँग नत्र भने राम्रो हुँदैन के। मटरलाई त एड नगर्ने कुरै भएन तर यार मटर खाँदाखेरि राम्रो हुँदैन प्याज खाँदाखेरि राम्रो हुन्छ। प्याजले त यस्तो रुवाउँछ यार त्यसैले होला। मैले एक पिस चाखेको त यार कस्तो भयो हेरेर फेरि। मैले बनाएको मासु यस्तो यमी भएको छ नि गाइस। मैले बनाएको टेस्ट इज अलवेज बेस्ट हो के।